मैले चाहिँ अघि तताएर झिकेँ कि यो चाहिँ जमाउने हो बिहानको दुध। फेरि अर्को तताउन थालेँ कि 6:30 7 बजीबाट चुल्हाबाट निस्किन्छु। 7 बजी चाहिँ भात पकाएँ, साग भुटेँ, अनि दुध छ, अनि दही, अनि घिउ, अनि टमाटरको चटनी। त्यति आजलाई चाहिँ सबैले खाने होला। त्यो टमाटरको चटनी खुर्सानी मात्रै हालेर बनाएँ। अनि साग भुटेँ, अनि त्यहाँबाट घिउ छ, अनि दुध छ, अनि त्यहाँबाट सक्यो, दही छ त्यहाँको।